नमस्कार, तपाईहरू हेर्दै हुनुहुन्छ लुक्स नेपालको दैनिक हेडलाइन। गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत प्रधानमन्त्री ओली। संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित नेपाली कांग्रेस। विरोधको बीच देउवाले थपे भातृ संस्थाका तदत समितिको समयावधि। कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो गभर्नर पौडेल। गृहमन्त्रीलाई दोषी भनेका छैनौं, छानबिनका लागि राजीनामा गर्नुपर्छ माओवादी केन्द्र। बजेट कार्यान्वयन हुन सके 6% को आर्थिक वृद्धि दर सम्भव छ अध्यक्ष ढकाल। नाइजेरियामा बाढीले 700 भन्दा बढीको मृत्यु भएको आशंका। नेप्से 2626 बिन्दु पुगेर फर्कियो। 9 अर्ब 22 करोडको कारोबार। नेपाल हेरिटेज रनको तयारी अन्तिम चरणमा। 25 किलोमिटरको दौड मार्ग तयार। सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारी विरुद्ध भ्रष्टाचार मुद्दा।